Hey, good morning, namaste, ram ram to everyone and welcome back to my YouTube blog. It's me, Najos Dai. अनि आजको स्पेशल टपिक चाहिँ के छ भन्दाखेरि आज चाहिँ मेरो नाइट ड्युटी रहेको छ। आज नाइट ड्युटी गर्ने किनभने आज दुबई न्युजले चाहिँ आज पानी पर्छ अरे, पानी पर्ने सम्भावना छ। वेदर कन्डिसन अलिक खराब छ, पानी पर्न सक्छ। सो आजको के कसो होला मेरो नाइट ड्युटीमा म हजुरहरूलाई देखाउँला। अनि दिउँसोदेखि नै स्टार्ट गरिसकेको छ पानी पर्नलाई साइडमा, अनि हामीको काम पनि बढ्ती भइसकेको छ। अनि हामी कामतिर लागिहाल्यौँ है गाइस, हेर्दै जानु। अनि यसो नै कामसाम गर्दै नाइट पनि भयो, खानासाना खाएर राउन्ड हान्दै अनि हँसी मजाक ठट्टा गर्दै काम गर्दै रात यसरी नै गयो गाइस, हेर्दै जानु है। बेल जिंगल बेल जिंगल बेल बेल जिंगल बेल जिंगल बेल ब्यूटीफुल अनि पानी पर्ने स्टार्ट गरिसकेको छ। अनि हामी काममा लागिहाल्यौँ है गाइस। 1:11 वर्क इज इम्पोर्टेन्ट ब्रो, वर्क इज इम्पोर्टेन्ट। चलो yes bro, work is important, very hard working person na we are very hard working person bro, lifetime duty, yes lazim। oh my god wow। अनि यसरी नै पानी पर्दाखेरि हामी जति सक्दो है प्रोटेक्ट गर्न कोसिस गर्यौँ। यसरी नै बकेटहरू राखेर डस्टबिनहरू राखेर यसरी नै काम गर्यौँ है गाइज, हेर्दै जानु ल। सबैको आफ्नो आफ्नो जिम्मेवारी हुन्छ। हजुर घरको जिम्मेवारी गर्दै हुनुहुन्थ्यो, म चाहिँ अफिसको जिम्मेवारी लिएको छु। के गर्ने, अफिस बचाउनै पर्यो। बाहिरको त खराब छ अहिले सिचुएसन भएको छ, पुरा पानी भरिदिएको छ, पुरा गुडा गुडा छ, पानी पसिसकेको छ। अहिले यो अवस्था हेर्दाखेरि है ठ्याक्क गाउँको घरको याद आयो क्या। मेरो बाउको पनि पुरानो टिन धुलो परेर पानी तल चुँदाखेरि यसरी नै मेरो बाबुआमाले बकेट के हुन्छ भाँडो राखेर यसरी नै उ गर्थ्यो। अहिले यहाँनिर दुबईमा अहिले सेम सिचुएसन भएको छ। यहाँ म मलाई कुरी राख्नु परेको छ यार, पानी पर्दैछ, यस्तो प्लास्टिक लिएर आएको छ, यता कुद त्यता कुद। बडा अब के भन्नु, घरको सम्झना आयो। मेरो बाउ पनि यस्तै थियो होला, बाबामा यसरी नै भाँडो राख्थ्यो क्या पहिला मेरो उता गाउँको घरमा पुरानो टिनमा। धुलो पर्दाखेरि यसरी नै भाँडो राखेर म्याएको छ। हामी चाहिँ मस्त सुत्थेँ, केही टेन्सनै थिएन, बालै थिएन, म्याएको छ। अहिले याद आउँदैछ क्या, यसरी नै कुर्थ्यो कि छोराछोरीलाई यसो पानी नलागोस्, आरामले सुतोस् भनेर। अहिले ठ्याक्कै याद आयो। त्यस्तै हो गाइस, अरू त अब चिल छ। अब जे हुन्छ माफी मुस्किल होइन, अब त्यस्तै हो अलिअलि। ब्लकहरूको कन्डिसन चेक गर्न जाँदाखेरिको है बिचरा दाइहरू कस्तो चल्दैछ त काम। बिचरा दाइ बर्रा सुत्या छ नि यार, भएको त क्या भाइ। अरे भाइ यार भएको छ। ओ माई गॉड आयो अरे भएको छ। जादू स्पेशल जादू बन गया सब, कोई मोटू जादू, कोई पतलू जादू। अनि यसरी नै हामी राति काम गरेर कन्ट्रोल गऱ्यौँ पानीलाई। अनि बिहान भइसकेको छ, अनि केटाहरू चाहिँ क्याम्पतिर लाग्यो। म चाहिँ मेरो गाडी नभएर अनि इभिनिङमा मलाई जानु पर्यो 36 घन्टा ड्युटी पछि, त्यो पनि हामी दुईजना मात्रै थियौँ ट्रान्सपोर्टेसन बसमा। अनि यसरी नै ड्युटी सकाएका। अनि यसरी नै ड्युटीबाट आएर खानासाना खाएर चाहिँ फ्रेसेस भएर चाहिँ अब सुत्न लाग्यो गाइज। लगातार 36 घन्टाको ड्युटीले जिउ लोथ गलिएको छ है, लास्टै थकान फिल हुँदैछ। अब नेक्स्ट भ्लगमा फेरि भेटौँला गाइज, के कसो होला देखाउँला है। गुड नाइट, सी यू सुन एन्ड डु एज यु वान्ट टु डु गाइज, किप सपोर्टिङ है गाइज। अनि यसरी नै माया सपोर्ट गर्दै जानु होला गाइज।